नमस्ते साथीहरू। यो झ्याममा परेको चौतारो जस्तो पिपलको बोट जस्तो के होला? हेर्नु त एकचोटि। यो भनेको चौतारो त होइन, यो त कासुला हो। यो भनेको वास्तुशास्त्र अनुसार एकदमै घरमा राख्न मिल्ने, राख्न पर्ने एकदमै लकी प्लान्ट हो। यो बिरुवा चाहिँ मैले 3 वर्ष अगाडि यो 12 इन्चीको गमलामा यसरी सारिदिएको थिएँ। हेर्नु त अहिले त डन्ठी पनि कति मोटो मोटो रुखको हाँगा जस्तै भएको छ। झ्याममा परेको चौतारो जस्तो फिल लाग्छ मलाई। पिपलको चौतारी जस्तो हाँगाहरू पनि यस्तो राम्रो फिँजारिएका छन्। अनि त्यसपछि यो चाहिँ पानी धेरै अब्जर्भ गर्दैन। यसले पानी आफै अब्जर्भ गर्छ। यसलाई त 15 दिनतिर अलिकति पानी दिए पनि हुन्छ। यो चाहिँ घरमा एकदम सुन्दर पनि देखिन्छ। यो प्लान्ट चाहिँ जुन ठाउँमा पनि हुन्छ। जाडो महिनासम्म त हामीले यो यसो भाँचेर फालिदियौँ भने पनि आफै सर्छ। यो बिरुवा चाहिँ घरमा राख्नलाई एकदमै राम्रो मानिन्छ। यो चाहिँ झत्तेमत्ते भयो भने चाहिँ यसलाई हल्का स्प्रे गरेर यसको पातहरू सफा गर्न मिल्छ। अहिले चाहिँ मैले घाममा राखेको कारणले गर्दाखेरि पातहरू अलिअलि ग्रिन भन्दा पनि अलिअलि रातो रातो पनि भएको छ। अनि त्यसपछि यो चाहिँ एकदमै मनपर्ने प्लान्ट हो। मेरो घरमा कति शोभा दिएको छ यसले। हजुरहरू पनि आफ्नो घरमा लगाउनु होला।